नमस्कार साथीहरू, के तपाईँ आफ्नो फारममा केही फरक र फाइदाजनक पाल्ने सोच्दै हुनुहुन्छ? त्यसो भए आजै चिन्नुहोस् लौकाट, जसलाई धेरैले गिनी पाउल पनि भन्छन्। अफ्रिकाबाट विश्वभर फैलेको यो प्रजाति अचेल नेपालमा पनि किसानहरूको रोजाइमा पर्ने थालेको छ। समुद्री सतहबाट 500 मिटरदेखि करिब 2500 मिटरको उचाइमा यी लौकाटलाई सजिलै पाल्न सकिन्छ। यिनीहरूको रोग प्रतिरोधात्मक क्षमता एकदमै बलियो हुन्छ, त्यसैले सामान्य कुखुरालाई लाग्ने धेरै रोगहरू यिनीहरूलाई लाग्दैनन्। अब कुरा गरौँ फाइदाको। लौकाटको मासु चिल्लो पदार्थ निकै कम र प्रोटिनले भरपूर हुन्छ। यिनीहरूको अन्डा स्वादिलो हुनुको साथै निकै पौष्टिक मानिन्छ। सबैभन्दा विशेष कुरा, यिनीहरूले फार्म वरिपरिका किरा फट्याङ्ग्रा र सर्पलाई समेत खाने भएकाले तपाईँहरूको बालीनाली र फार्मको सुरक्षामा पनि यिनीहरूले ठुलो मद्दत गर्छन्। यिनलाई पाल्न निकै सजिलो छ। तपाईँले खोर बनाएर वा खुल्ला छोडेर दुवै तरिकाले पाल्न सक्नुहुन्छ। यिनीहरू स्वभावैले झुन्डमा बस्न रुचाउँछन् र निकै चनाखो हुन्छन्। कम मेहनत धेरै नाफा। के तपाईँ पनि आफ्नो फार्ममा लौकाट पाल्ने सोचमा हुनुहुन्छ? कमेन्टमा लेख्न नभुल्नु होला। आजको यो छोटो जानकारी हजुरहरूलाई कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने साथीभाइहरू भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै अहिले म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।